लिन त तेरो पनि रहर पुरा गरौँला। अरे म काल भाइ यो भित्र भित्र हुन्छ कि यो काल भाइ अहिले त त्यो साक्नु देऊ उयो बोके पठाले आऊ त्यो मेरो त पर भारी छ र यस्तो भने सेवाहरू नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। तातिन्छौ म त पुरै भैवरको त्यहाँनिरको दाउरा ल्याएर लाउँछु अनि यसपालको अलैँची टिपेर सकियो। अलैँची बारी बिरुवा चाहिँ एकदम राम्रो छ। अब फल्छ फल्दैन आगो मात्र थाहा हुन्छ हो। युट्युबमा अनि हेर्नुभयो? हाम्रो भाइहरूले अलैँची टिप्दै हुनुहुन्छ। लिन त तेरो पनि रहर पुरा गरौँला। अरे म पनि युट्युब हेर्छु नि फेरि मैले टिपेको त यहाँ अलैँची त बन्दै फलेन यहाँ सबै कालै मात्रै छ। फुल अघि फुटिसक्यो। यहाँ दाना ठुङ्गा खिच्दैछ। फुल त महँगो पर्छ कालो फुल हो नि त त्यो पुरा अलैँची टिप्न छ है। अलिक त्यो यतातिरको चाहिँ ल गाइज मेरो पनि भिडियो आएछ त गाइज। मिलन चाहिँ युट्युबबाट आएछ त भिडियो भन्ने होला मैले रोड त गतिलो छ। के गर्ने बोट मात्रै भएर भएन फल छैन मात्र भने त कालो सुन राम्रै हुन्थ्यो छैन नि। गतिलो नि फल्यो भने आज पकाउँछ नि छाट्नु भन्छ मलाई चाहिँ छाट्नु छोडेन फेरि आशिषरी खाउँछ भनेर छाट्नु नि हो छाट्नु यो कहाँ ठुलो अलैँची खेती गर्नेले नखानु भनेपछि त भरे अनि त्यो फलै लाग्दैन नि। कसैको कुरा सुन्दिनँ मेरै तरिकाले टिप्छु सही राम्रै पनि टिप्छु छिटो पनि टिप्छु अनि खास बना होला युट्युबमा चाहिँ कति छिटो हाततिर चलाएको भन्ने अलिक गोरो निकाला मान्छे छ हौ कहाँबाट ल्याउनु डल्दै नछुइनँ
चुना ठिकै छ यतिको गोरै हो यो हात्तीहरू कहाँदेखि ल्याएछ भन्छ नि फेरि मलाई त ल ल लु ताप्लेजुङको सबभन्दा राम्रो अलैँची टिप्ने यो मान्छे हो दिनको 1000मा सबैकोमा आउँछ टिप्नु भने कहाँबाट अनि गएर अब नेचुरल हुन्छ नि त मैले त एउटा दुइटा बनाउँछु बनाउनु त तर पनि अब सबैले बोलेको त अनि कहाँ सबैको भोइस त अनि कहाँबाट होइन भिडियो मात्रै खिचेर भोइस चाहिँ लगाएर त्यस्तोरी त अलिक गाह्रै हुन्छ गाह्रो हुन्छ हुनु चाहिँ त्यस्तो चाहिँ राम्रो हुन्छ हुनु चाहिँ तर पनि अब लेख्नु पर्यो के बोल्नु पर्यो हाँस्नु पर्यो पर्यो अनि बरु नेचुरल बोल्ने हो हाँस्ने हो पुरुजी भ्लग थाहा छ हो त्यसले चाहिँ उ गर्छ कति दामी छ भने त्यसको धुन चोरमा लाग्छ अनि के अरे युट्युबले बजाउँदैन होइन बजाउँदैन बजाएन भने छाप्दैन कति बजाउँछ ए जे पाए त्यही नबोल न कति खालको छ नि म तँलाई म पुरै भाइरल बनाइदिन्छ नि भाइरलै बनाइदिनु परेछ नि यो चाहिँ जार काट्ने छुरी है बस्नु हो अनि कालुडन अलैँची धमाधुम टिपाइ मचिँदैछ होइन त्यस्तै भन्नु पर्यो पर्यो है पर नमस्ते नमस्ते अलैँची छुरी कन्ट्याक्ट भएको छैन काल भाइ यो भित्र भित्र हुन्छ कि यो सुरु हुन्छ हो काल भाइ अहिले चाहिँ पेट बसाक्नु त्यो 150 कति निस्किन्छ माछा र भने जस्तै दिएको थियो माथि टिकाइ जाँदेखि भने जस्तै जाने सुन मानेको नेत्रेलाई उ त्यो हिँगो ढलेर लैजा भनेको के गर्नु यहाँ छ भनेदेखि हिँड्छ साथी दुईटा छ पल्लोमा यसमा रुख उडाउनु छ हो मेरो बगानमा भन्न बोल्दै बोल्दैन हेलो गाइस नमस्ते भनौँ न त्यो एउटा छ नि नमस्ते भन्छ नि फेरि पनि आइसकेको छ यसमा पल्लोमा त त्यो रुख ढालेर अलिक भत्काउनु पर्यो रुख बाक्लो भयो रुख ढाल्ने त्यो यसमा दाउरा छ कि अब असार्नु सक्यो भने सके सकिन भने उतै दाउरा चिरेर कुनै लगाएर त्यो दिलो सुदिलो काफको बाहिर छ दाउरा म यसपाल पर आग त्यो गोगुन सोगुन सबै उडाउने
त्यो कता कता उनीहरूको पसलमा दिएको रहेछ क्या सामान त्यो पैसा उठाउनु आएको उसै त दिएको रहेछ होला गाउँदेखि कतै दिँदो रहेछ होइन सामान्य जे माग्छ नि त्यो उताबाट पठाइदिन्छ यिनीहरूले यहाँ रिसिभ गर्छन् अब त्यहाँदेखि अब कपासको अलिक बाँकी थियो होला नि त र आएको बेलामा निकै मजाको रहेछ फेसबुकमा जाउँ त चिया खानु पहिला मैले पाटो छुरी पनि लगाएँ त्यो निसा नै छैन अहिले बेहोरीले एउटा शीतल तर मेरोमा उयो बोके पठाले हौ त्यो मेरा त पर भारी छ र चलाउने बोक्न भने त सानो बोरा दिइहाल्नु न पनि यो त चारवटा बोरा त बोक्यो तल झार्दैन सेतो एउटा पर्दैन एउटा मात्रै लाने कसको उठेको त्यति गयो यहाँ दुईवटा रह्यो नि यो दुईवटा उता मेरो टेङ्बाको छोरा छोरा त्यहाँ त नाम्लो बनाउनुहुन्छ भने नम्लो के सबै बोकेको लानु पर्यो